the binding or grouping together the properties and behavior of a class inside a single class is called encapsulation भने चाहिँ के रहेछ भने यसले चाहिँ के गर्छ भन्दाखेरि सबै रिलेटेड कोडहरूलाई चाहिँ एक ठाउँमा लगाएर राखिदिन्छ फाइदा के भयो रिलेटेड कोड गेट्स ग्रुप टुगेदर हैन त रिलेटेड कोड गेट्स ग्रुप टुगेदर रिलेटेड कोड अफ अ क्लास भनौँ न अफ अ क्लास गेट्स टुगेदर हैन गेट्स ग्रुप टुगेदर फाइदा के भयो भन्दाखेरि डिबगिङ प्रोसेस बिकम्स इजी डिबगिङ भनेको एरर पत्ता लगाउने प्रोसेस डिबगिङ प्रोसेस बिकम्स इजी यही हो इन्क्याप्सुलेसन भनेको सबैले बुझायो त गाइस किन बुझायो इन्क्याप्सुलेसन भनेको बुझ्यौं सर इन्क्याप्सुलेसन ल अब हेरौँ है त अब एब्स्ट्र्याक्सन भनेको के हो भनी हेरौँ है त एब्स्ट्र्याक्सन है जस्तै एब्स्ट्र्याक्सन भनेको हैन द प्रोसेस अफ showing only the necessary details and hiding एब्स्ट्र्याक्सन भने चाहिँ हैन हामीलाई जे थाहा पाउनु पर्ने छ त्यति मात्र थाहा पाउनु त्योभन्दा बढी थाहा नपाउने के जस्तै हेरौँ है त मलाई टिभीको रिमोटमा भोल्युम अप बटन थिच्यो भने के हुन्छ भनेर थाहा छ गाइस भोल्युम घट्छ बढ्छ हैन त मलाई यो टिभीको भोल्युम अप बटनमा थिच्यो भने भोल्युम बढ्छ भन्न थाहा छ तर कसरी बढ्छ थाहा छ र त्यहीभित्र कसरी काम गर्छ कसरी बढ्छ त्यहाँनिर इन्फ्रारेड रे कसरी निस्किन्छ त्यहाँनिर कसरी त्यो रे ट्रान्सफर हुन्छ मलाई त्यस्तो केही थाहा छ थाहै छैन भनेपछि हैन हामीलाई जे थाहा पाउनु मन छ त्यति हामीलाई जे चाहिन्छ त्यति मात्र थाहा पाउने हैन त्योभन्दा बढी थाहा नपाउने प्रोसेसलाई हामीले के भन्छौँ एब्स्ट्र्याक्सन जस्तै बाटोमा म हिँडिरहेको छु हैन बाइक लिएर हिँडिरहेको छु अगाडिपट्टि एउटा गाईले बाटो क्रस गरे भने मैले हिसाब किताब गरेर मेरो फोर्स प्रेसर यहाँ ऊ सब क्यालकुलेट गरेर ब्रेक हान्छु कि झ्याप्प ब्रेक हान्छु झ्याप्प ब्रेक हान्ने भनेपछि आई नो वाट द ब्रेक डज ब्रेकले के गर्छ गाडीलाई स्टप गराउँछ तर ब्रेकले कसरी गाडी स्टप गराउँछ थाहा छ र त्यहाँभित्रपट्टि हामीलाई के अरे सेन्ट्रिपेटल फोर्स के अरे हाइड्रोलिक प्रेसर यताउति केही पनि थाहा हुनु परेन नि त हामीलाई के थाहा छ ब्रेकले गाडीलाई रोक्छ भनेर थाहा छ भने सबैले बुझ्यो हो यस सर अब हेरौँ है त जस्तै मैले एउटा क्लास बनाएँ जस्तै हेरौँ है त ल हामीले एउटा स्ट्रिङ भन्ने क्लास छ हामीले बनाउनु पर्दैन एउटा स्ट्रिङ भन्ने क्लास छ उमेश डट अप्पर गऱ्यो भने के हुन्छ गाइस उमेश डट अप्पर गऱ्यो भने के हुन्छ सबै ठुलो लेटरमा जान्छ भनेपछि यु नो वाट इट डज तर यसले यो अप्परले कसरी काम गर्छ थाहा छ कसैलाई अप्परभित्रको कोड कसैलाई थाहा छ के छ भनेर छैन भने चाहिँ एब्स्ट्र्याक्सन भयो जस्तै मैले यहाँ गएर कन्ट्रोलर क्लिक गरेँ भने छ नि एकछिन है त यहाँ फेरि यसले कस्तो नभए एकछिन है त यहाँ गएर कन्ट्रोलर क्लिक गरेँ भने मेरो चाहिँ यहीँ देखायो ल यो छ नि यो अप्पर भन्ने मेथड रहेछ नि एउटा होइन यो अप्पर भन्ने मेथड एउटा क्लासभित्र छ है यो अब्जेक्ट भन्ने क्लासभित्र यो अप्पर भन्ने मेथड रहेछ यहाँ गएर कन्ट्रोलर क्लिक गरे पनि थाहा हुन्छ त्यही इ अप्पर भन्ने मेथड कहाँभित्र रहेछ भन्दाखेरि अलिकति स्क्रोल गरेर थाहा हुन्छ इ एसटिआर भन्ने क्लासभित्र रहेछ के भित्र रहेछ एसटिआर भन्ने क्लासभित्र रहेछ भनेपछि त्यो एसटिआर क्लासभित्र भएको अप्परले के गर्छ थाहा छ एसटिआर क्लासभित्र भएको अप्परले के गर्छ सबै लेटरलाई अप्पर केसलाई जाने काम गर्छ तर कसरी काम गर्छ थाहा छैन नि त हो त्यसलाई हामीले के भन्छौँ एब्स्ट्र्याक्सन भन्छौँ भनेपछि द प्रोसेस अफ सोइङ ओन्ली द नेसेसरी डिटेल्स एन्ड हाइडिङ दि अननेसेसरी इम्प्लिमेन्टेसन इज कल्ड एब्स्ट्र्याक्सन फाइदा के भयो थाहा छ इट रिड्युसेस दि कम्प्लेक्सिटी अफ एभ्रिडे सिस्टम जस्तै होइन अब हामीलाई सबै कुराको बारेमा सबै कुरा थाहा भइरहनु परेन नि त जस्तै मलाई यो एब्स्ट्र्याक्सन नभइदिए भए के हुन्थ्यो त भन्दाखेरि यो अप्परले कसरी काम गर्छ भने थाहा पाउनु पर्थ्यो तर एब्स्ट्र्याक्सन भएर के भयो त भन्दाखेरि अप्परले के काम गर्छ थाहा छ कसरी काम गर्छ थाहा छैन भनेपछि यदि हामीले कोड लेखेर त्यो कोड अरूले युज गर्यो भनेदेखि चाहिँ त्यो एब्स्ट्र्याक्सन भयो क्या किन उसलाई के काम गर्छ थाहा हुन्छ कसरी काम गर्छ थाहा हुँदैन त्यो भने के भयो एब्स्ट्र्याक्सन भयो भनेर सबैले बुझाएको है यसमा के क्वेसन छ त गाइज यसमा के क्वेसन छ भने ल अब के लागिरह्यो अर्को इनहेरिटेन्स र पोलिमर्फिजम है
अब हामीले हेरौँ है त यो पोलिमरिजम दुईटा किसिमको हुन्छ होइन पोली भनेको डिफ्रेन्ट मर्फ भनेको फर्म जस्तै मैले 1+1 गरेँ भने के हुन्छ 1+1 गरेँ भने के हुन्छ होल 2 तर यही ठाउँमा मैले 1+1 गरेँ भने चाहिँ के हुन्छ त 1 1 भनेपछि यो प्लस साइनले के भयो 11 होइन 1 1 हुन्छ है यो प्लस साइनले के गर्यो पोलिमरिजम देखायो पोलिमरिजम भनेको के हो डिफ्रेन्ट बिहेभियर है कहिले एड गरिदिँदो रहेछ कहिले के गरिदिँदो रहेछ कन्क्याटिनेट गरिदिँदो रहेछ यो चाहिँ एउटा टाइपको पोलिमरिजम भयो अर्को टाइपको पोलिमरिजम भने चाहिँ होइन म एकछिन देखाउँछु त्यसलाई जस्तो हेरौँ है त ल अब मैले इनहेरिटेन्स हेरौँ है त इनहेरिटेन्स गर्नु भने चाहिँ के भन्दाखेरि इनहेरिट गर्नु हो प्यारेन्टबाट यदि छोराछोरीले प्रपर्टी गेन गर्यो भने त्यसलाई हामीले के भन्छौँ इनहेरिटेन्स भन्छौँ ठ्याक्कै एउटा इक्जाम्पल चाहिँ त्यो भर्खर भर्खर बच्चा जन्मेपछि सुत्केरी भेट्न जाँदाखेरि आमाहरूले भन्छ नि ओहो यो त ठ्याक्कै बाउ जस्तै देखिन्छ यो ठ्याक्कै आमा जस्तै देखिन्छ यसको नाक त काटीकुटी बाउको जस्तो देखिन्छ भन्छ नि होइन त्यही हो इनहेरिटेन्स भने त्यो भने के हो भन्दाखेरि बुवाबाट नाक लिएर आयो भने अथवा नाक चाहिँ बुवाको प्रपर्टी गेन गर्यो नाकको प्रपर्टी चाहिँ बुवाको प्रपर्टी गेन गर्यो भनेको चाहिँ होइन त अनि एउटा चिज हेरौँ है त जस्तै मैले एउटा क्लास पार्ट टाइम इम्प्लोइ भनेर बनाउँछु हेरौँ है त ल यहाँनिर मैले डेफ __ इनिट एफएन एज गरी ल मैले के गर्छु सेल्फ डट फर्स्ट नेम एउटा यो कोड लेखेँ अर्को हाम्रो कलेजमा फुल टाइम इम्प्लोइ पनि हुनसक्छ ल दुईवटा कोड लेखेँ यो दुईवटा क्लास बनाएँ मैले दुईवटा क्लास एउटा प्रब्लम के लाग्यो गाइजहरूलाई यसो हेर्दाखेरि यो चाहिँ यसरी किन गरे होला है भन्ने के जस्तो चाहिँ लाग्यो के चाहिँ अलिकति प्रब्लम होला कि लाग्यो कोडमा यो कोडमा के चाहिँ प्रब्लम होला कि जस्तो लाग्यो कसैले भन्नु न गाइज भनेर दुईटै कोडमा इक्वल के अरे उही दोहोऱ्या छैन र त्यो फुल टाइम र पार्ट टाइम भन्ने बाइक बाइक सबै एउटै दोहोऱ्या छैन र के हो यो सेममा राख्दा हुनु सर के अरे सेममा राख्ने के हो त्यही त होइन अहिले सेममा त राख्न बाँकी छ तर अहिले कोड दोहोऱ्यो कि दोहोरिएन हो भनेपछि त्यो बेला के हो भन्दा यसो केसमा चाहिँ हेरौँ है त गाइज है म एउटा इम्प्लोइ भन्ने क्लास बनाउँछु इम्प्लोइ भन्ने क्लासभित्र के गर्छु फर्स्ट नेम लास्ट नेम र एज लगाएर राखिदिन्छु अब मैले क्लास फुल टाइम इम्प्लोइ भनेर बनाउँछु है त यहाँभित्र मैले यसरी इम्प्लोइ लेखेँ भने छ नि यो भने इनहेरिट गरे भने के हो यहाँभित्र मलाई के पनि लेख्न यो भने के हो फुल टाइम इम्प्लोइ इनहेरिटेन्स के अरे इनहेरिट्स द क्लास इम्प्लोइ इनहेरिट गर्नु भने के हो क्लास इम्प्लोइमा भएको सबै प्रपर्टी र बिहेभियर तान्नु अब अहिले हामीसँग यहाँ फर्स्ट नेम लास्ट नेम र एज भन्ने प्रपर्टी छ सो सबै यहाँ आएर बस्छ अनि फुल टाइममा के आएर बस्छ त प्रपर्टी फर्स्ट नेम लास्ट नेम र एज मैले यहाँ लेखिसकेपछि यहाँ लेखिरहनु परेन क्या इनहेरिट गर्नु भने चाहिँ प्यारेन्ट जस्तै यसलाई चाहिँ हामीले प्यारेन्ट क्लास भन्छौँ यो इम्प्लोइलाई चाहिँ किनभने यो चाहिँ प्यारेन्ट क्लास भयो यसलाई हामीले के भन्छौँ प्यारेन्ट क्लास भन्ने पनि भयो अथवा चाइल्ड क्लास के अरे सरी प्यारेन्ट भन्ने पनि भयो अथवा सुपर क्लास भन्ने पनि भयो अथवा बेस क्लास भन्ने पनि भयो यसलाई चाहिँ हामीले के भन्छौँ चाइल्ड क्लास भन्ने पनि भयो अथवा सब क्लास भन्ने पनि भयो भने चाहिँ यहाँ के भयो भन्दाखेरि फुल टाइम इम्प्लोइले के गर्छ इम्प्लोइ भन्ने क्लासमा भएको सबै कोडहरूलाई तान्छ भने बुझिहाल्छ है सबैले यसम्म ल अब मैले हेरौँ है त एफ इक्वल्स टु फुल टाइम भनेर गर्छु ल यो फुल टाइमभित्र मैले केही पनि लेखाएको छैन नि कोड केही लेखाएको छ र अगाडि यो फुल टाइमभित्र मैले केही कोड लेखाएको छैन मैले रन गर्छु यसले के भनेर त गाइजी लाइन नम्बर 38मा एरर फालेछ लाइन नम्बर 30बाट यो गर्दाखेरि एरर फाल्यो के एरर फाल्यो इम्प्लोइ डट इनिट मेथड मिसिङ 3 रिक्वायर्ड पोजिसनल आर्गुमेन्ट्स भन्यो मैले इम्प्लोइ भन्ने मेथडलाई कहीँ कल गरेको छु र यहाँ गाइज फुल टाइम इम्प्लोइलाई कल गरे कि इम्प्लोइलाई कल गरे इम्प्लोइलाई होइन कहाँ यो फुल टाइम इम्प्लोइलाई कल गरे कि इम्प्लोइलाई कल गरेँ मैले यहाँनिर फुल टाइम इम्प्लोइलाई कल गरेँ तर यहाँ एरर के फाल्यो इम्प्लोइको फालेको फाल्यो भनेपछि खास मैले फुल टाइम इम्प्लोइलाई कल गरेँ तर इम्प्लोइको एरर किन फाल्यो त भन्दाखेरि यो फुल टाइम इम्प्लोइभित्र चाहिँ इम्प्लोइको सबै कोडहरू आएर बसेको छ क्या किन फुल टाइम इम्प्लोइले इम्प्लोइलाई इनहेरिट गर्छ भने सबैले बुझ्यो हो गर्छु राम हरि 20 अब जब मैले यो फुल टाइम इम्प्लोइभित्र राम हरि र 20 पठाउँछु नि
यो यहाँ जाँदैन, कहाँ जान्छ? यहाँ माथि जान्छ। किन? फुल टाइम इम्प्लोइमा कहाँको कोड आउँछ त? इम्प्लोइको कोड आउँछ भने सबैले बुझ्यो गाइज यतिसम्म? गाइज भने सबैले बुझ्यो नि यतिसम्म होइन? किन बुझ्यो अभि? अब एरर फाल्यो नि। अब मैले पार्ट टाइम इम्प्लोइ बनाएँ भने छ नि, पार्ट टाइम इम्प्लोइमा फर्स्ट टाइम लास्ट टाइम र एज फेरि लेखिरहनु पर्छ कि मास्टर इम्प्लोइ मेथडबाट ताने हुन्छ? इम्प्लोइबाट ताने हुन्छ। हो, त्यही हो इनहेरिटेन्स भनेको चाहिँ। ठिक छ? भने सबै बुझ्यो त? यसमा सबैले बुझ्यो त? ल अब के कोइन छ त गाइस? बुझिहाल्नु ल के कोइन छ भने? के कुन चाहिँ बहिनी? त्यो के अरे जुन के अरे चाइल्ड क्लासमा हामीले लिएको छौँ नि फुल क्लासलाई यहाँनिर यस्तो यो भने चाहिँ यस्तो हो क्या, क्लास फुल टाइम इम्प्लोइ इनहेरिट्स इम्प्लोइ मेथड भने हो, इम्प्लोइ क्लास भने हो भने चाहिँ मैले फुल टाइम भित्र केही पनि लेखेन भने पनि यसले के गर्छ, इम्प्लोइ भन्ने भित्र भएको कोडलाई तान्छ भने हो क्या मान्छेहरू त। जब मैले फुल टाइम इम्प्लोइ भनेर बनाएँ नि, यो फुल टाइम इम्प्लोइ भित्र त केही पनि कोड छैन नि, केही पनि कोड नभए भएर यो डेफिनेट चाहिँ यहाँ आएर बसिसक्छ क्या। किन? यो इम्प्लोइ भन्ने मेथड भएको सबै कोड यहाँ आएर बस्छ भन्नु चाहिँ हो क्या। ठिक छ? भनेपछि इनहेरिटेन्सको फाइदा के रहेछ? इट क्रिएट्स रियुजेबल कोड इनसाइड दि क्लास। क्लासभित्र के गर्छ? रियुजेबल कोड क्रिएट गर्छ। बुझ्यो? पाइथन के भयो गाइस? पाइथन भ्यायो है। ल